आज कति लाने त 100 रुपियाँ लाने 100 रुपियाँले पुग्छ कहाँ हिँड्यो अब बा कता हिँड्नु भयो यतै काम केही गर्न सकिन्न है बा गाह्रो छ बालाई बिचरा ए अनि त्यसपछिबाट आज कति लाने त 100 रुपियाँ लाने 100 रुपियाँले पुग्छ ल 1000 रुपियाँ दिनुहुन्छ भनेर भन्नु भएन ल मैले तपाईँलाई 1100 रुपियाँ दिएँ है त खुसी हुनुहुन्छ ल हेर्नु बा आत्तिएको हेर्नु त त्यहाँ अब तिहार मान्नुहुन्छ नि मजाले होइन ल बा ल मजाले तिहार मान्नु है त ल ल खुसी हुनु तपाईँ खुसी हुनुहुन्छ छोरा छ कि छोरी छ घरमा छोरी छ ए अनि बाले यति कमाएकै भर्ने पुग्छ यसरी हिँडेकै भर्ने पुग्छ पुग्छ तपाईँ यसो तपाईँले कामसाम गर्नुहुन्छ कि के गर्नुहुन्छ पाल्नुहुन्छ ए बुढोबा त अब लगभग काम गर्न सक्नु हुन थालिसक्नु हिँड्न पनि नसक्नु हुन थाल्नु भइसक्यो 70 वर्ष भइसक्नु भयो ए अब त यसो तपाईँले चाहिँ केही पशु पालन गरेर भए पनि गर्नु पऱ्यो क्या अनि त्यतापट्टिबाट यसो त्यो आम्दानी गरेर पैसा लगानी गर्ने कमाउने गरेर खानु पऱ्यो अब भोलि पछि बुढाको खुट्टा बसेपछि त बुढालाई पाल्नु पऱ्यो तपाईँले फेरि ल ल बा ल ल ल ल तिहार राम्रोसँग मान्नु ल बाई बाई ल ल ल ल